हाम्रो धानबारी हो। यो हाम्रो धान रोपिसकेपछि अब हामीले खेत गोड्ने त भएको छैन। पहिला पहिला अब अलिअलि आएको झार चाहिँ हामीले उक्काउने भनेर यहाँ आएको छ। मम्मी चाहिँ आइसक्नु भएको रहेछ। उहाँ हुनुहुन्छ हाम्रो मम्मी। कतिखेर आउनु भयो मम्मी? 6:30 बजे हो। त्यही त थाहै नदिएर आउनुभएछ त, जाउँ पनि भन्नु भएन। काम गर्दै घरबाट अब बुढालाई नास्ता पानी बनाउनु लागि म त खाएर हिँडिहालेँ त। अब बिस्तारै आउलै भने म त्यही त भने कि म त मम्मी कहाँ जानुभएछ भनेर पछि पछि लागेर यतै आउनुभयो होला सोचेर यतै आएको। यतै भेटिनु भयो मम्मी त। यहाँ धान गोड्न लागिसक्नु भएको रहेछ। मलाई त थाहै नदिएर आफै गोड्न लाग्नुभयो मम्मी। कहाँ जान्थेँ त म चाहिँ गडै आइजाला नआउला भनेर हिँडिहालेँ। अनि यति राम्रो सोच छ देख्नुभयो गाइस हाम्रो मम्मीको। आइजान्छ नआउँछ भनेर हिँडेँ त म त। अनि बुहारी आए नि भयो नआए नि भयो भन्नुहुन्छ। आफै काम गर्न लागिहाल्नुहुन्छ हाम्रो मम्मी त। हिँड जाने कि भने पछाडि नै बसेर काम गर्ने। त्यही त आफ्नो काम गरिहाल्नु पऱ्यो है। त आफ्नो काम गरिहाल्नु पऱ्यो। उयो केटाकेटी केही थाहै पाउँदैन। अब काम हो, यस्तो काम हो उस्तो काम हो भन्नेलाई के थाहा छ। अब पछि जब केटाकेटी जन्माउँछन् उतिखेर यिनलाई ध्यान हुन्छ। अब छोराछोरी पाल्नुपर्छ भन्ने ध्यान हुन्छ भने काम गर्नुपर्छ। त्यतिखेर थाहा पाउँछन्। अहिले के थाहा छ त यिनलाई। हाम्रो अब हाँसौँ मजाउँ। अहिले भर्खर हेरेर बेहुला बेहुली छौँ हामी। अनि हामीलाई जति खुसीकै दिन्छन् यिनलाई हाँस्ने मजा मात्रै छ यिनलाई खुसी। मुख हेरेर दुई बुढाबुढी हाँसो मात्रै लाग्दा त सबैलाई यो हामीलाई यिनलाई होइन कि हामी पनि त्यस्तै हामी पनि मान्दा थियौँ। बुढाको माया अनि बुढीको माया बुढाले मान्ने, बुढा माया बुढीले मान्ने त्यस्तो जमाना हो। अब यिनलाई अब जमाना त अर्कै छ। अनि हामीले बिहानै उठ काम गर, बिहानै उठ काम गर, कामै गर काम। आमा बिस्तारै गर्ने काम गरिहाल्छन्। हुने काम हेर्नु गाइस हाम्रो झार जति हेरे पनि हुने उठाइकन गाली गर्ने बिचे तरिका हुन्छ। आफ्नो काम सक्तो गरिहाल्छ कि हामीले त्यसरी सताएर हुन्छ हुन्न। सताउने होइन, गरिहाल्छन् जसरी भए पनि। उनीहरू गर्ने काम गरिहाल्छन्। हामीले उठ गर भने मान्छेको मन मर्दैन क्या, चित्त फाट्छ। त्यही त कति मन मर्छ। यस्तो सासु रहेछन् भनिकन बुहारीको मन दुख्छ छ। किन भन्ने भनेपछि मन दुख्छ, नभनेपछि मन दुख्दैन। भनेपछि त साह्रै मन दुख्छ। कठै बरा भनेर रुन्छन्, कराउँछन्। सक्दैन, कहिले दिन दुःखी हुन्छन्, कहिले बिरामी होलान्। सधैँ यतै हुन्छ नि। कोठा अलग सुतिया छोरा बुहारीमा बिरामी छ कि सन्चै छ कि उठ भने किन भन्ने। त्यही त सन्चै भए त उठेर काम गरिहाल्छन्। उनीहरू आइहाल्छन् पछाडि उनीहरू। हामी त बुढाबुढी मान्छे उठेका सधैँभरि सधैँ यिनीहरू थाहै हुन्न। काम नगरेर बस्न नि मन लाग्दैन हामी बुढाबुढी भन्नु न। काम नगरेर हामी चाहिँ बस्नै मन लाग्दैन। हामी त कस्तो अब बिरामी भयो भने त्यो काम रहेको यो काम रहेको भन्ने हाम्रो मनमा सोच हुन्छ। तर बाहिर भनिन्न, मनमै सोच हुन्छ हाम्रो।